ओम जय जगदीश प्रभु जय जगदीश हरे भारत जनों के संकट में दूर कर ओम जय जगदीश हरे जो जावे फल पावे दुख विनाशे मनका दुख विनाशे मनका सुख संपत्ति हरावे सुख संपत्ति हरावे आस्तिके मनका ओम जय जगदीश हरे मोदिना ओरन दोषा मोदिना ओरन दोषा आशा करो हरे तुम पूर्ण परमात्मा तुम अंतरयामी सब तुम अंतरयामी आरब्रह्म परमेश्वर आरब्रह्म परमेश्वर तुम सबके स्वामी ओम जय जगदीश हरे ओम जय देवाणपति किसदिन मिलो दयामय किसदिन मिलो दयामय तुमको कुमति ओम जय जगदीश हरे अपने हाथ उठाओ अपने हाथ उठाओ ओम जय जगदीश हरे काशी में विश्वनाथ विराज कुनंदा ब्रह्मचारी स्वामी कुनंदा ब्रह्मचारी प्रतिदिन लोक गावत जगावत सदा दिन भोग लगावत महिमा अति भारी हरि ओम शिव हर 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 महादेव शिव आरती भक्ति गावे स्वामी विधिन पविगावे भरत शिवानंद स्वामी भरत हरे नंद स्वामी अमृता भल पाद हरि ओम शिव हर हर स्वामी वदने अपना नंद शिव
ओम श्री नमः विष्णुवाय नमः कुलाय नमः गोविंदाय नमः ओम मंगले नमः लक्ष्मी ओम श्री रामचंद्राय नमः श्री कृष्णे नमः श्री भूदेवे नमः श्री राधे नमः श्री गोदावरी नमः नमः गुरुवाय मंगला दासंबरे नमः गुरु मंगले भगवान की नारायण भगवान की भगवती की भगवान की भगवान की स्वामी की स्वामी की स्वामी की हरि की महाराज सप्ताह महायज्ञ की महायज्ञ की
सधैँभरि खुसी हुँदा सबै साथ हुन्छन् वरिपरि दुःख पर्दा तिमी भोले बाबा मेरो सधैँभरि मैले हिम्मत हार्दा मैले आँसु झार्दा मेरो भोले बाबा आसपास मैले हिम्मत हार्दा मैले आँसु झार्दा मेरो भोले बाबा आसपास बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास यो जिन्दगी भोले बाबा तिम्रै उपहार तिमी साथै छौ र मेरो जीवनको छ सार यो जिन्दगी भोले बाबा तिम्रै उपहार तिमी साथै छौ र मेरो जीवनको छ सार शून्य भइरहेछौ बाबा तिम्रै भक्तिमा चलिरहेछ यो जग सारा तिम्रै शक्तिमा शून्य भइरहेछौ बाबा तिम्रै भक्तिमा चलिरहेछ यो जग सारा तिम्रै शक्तिमा मैले हिम्मत हार्दा मैले आँसु झार्दा मेरो भोले बाबा आसपास बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास भोले बाबा भोले बाबा बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास मेरो एक्लोपनको तिमी प्यारो साथी हौ केही छैन डर भोले बाबा तिमी साथ छौ मेरो एक्लोपनको तिमी प्यारो साथी हौ केही छैन डर भोले बाबा तिमी साथ छौ झुकिरहेछ शिर मेरो तिम्रै चरणमा आए म त भोले बाबा तिम्रै शरणमा झुकिरहेछ शिर मेरो तिम्रै चरणमा आए म त भोले बाबा तिम्रै शरणमा मैले हिम्मत हार्दा मैले आँसु झार्दा मेरो भोले बाबा आसपास बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास 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 धतुरो खाएर भस्म लगाउने
हातमा त्रिशूल शिरमा गंगा कते सुहाउने हे भोलेनाथ तिमी दया का खानी भक्तका दुःखलाई हर्छौ आफ्नै दुःख माने शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ बागमती तीरमा शिवको धाम बागमती तीरमा शिवको धाम पशुपतिनाथ आहै क्या राम्रो नाम बेलपत्र लिएर दर्शनलाई जाऊ भोग लगाएर प्रसाद खाऊ बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ हरिहर मन्दिर देवो घाटैमा हरिहर मन्दिर देवो घाटैमा नमः शिवाय जपी जाउँ है बाटैमा शिवजीको धाम सङ्गमतिर इच्छा पुरा हुन्छन् मान है पीर बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न देव घाट जाऊ दर्शन गर्न देव घाट जाऊ कालीगंगा तीरैमा शंकर बसेका कालीगंगा तीरैमा शंकर बसेका शिरमा छन् चन्द्र र भस्म घसेका विराट शालिग्रामको दर्शन पाऊ गण्डकी नाउन सेती बेडी जाऊ बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न सेती बेडी जाऊ दर्शन गर्न सेती बेडी जाऊ
श्री रामानुज स्वामी जी सर्वो हरे कस्तो छोरा पाइछौ आमा कस्तो छोरा पाइछौ आमा
शालिग्रामाचार्य स्वामीजी महाराजको छोरा छोरी धन सम्पत्ति छोरी जाने हो राम नाम जपेको साथै लाने हो छोरा छोरी धन सम्पत्ति छोरी जाने हो राम नाम जपेको छोरा छोरी धन सम्पत्ति छोरी जाने हो राम नाम लक्ष्मीनारायण भगवान को गोदारंगनाथ भगवान को बद्रीनारायण भगवान को सप्ताह महायज्ञ को भागवत मण्डली को सम्पूर्ण कीर्तन मण्डलीका भक्तजनहरू भागवतजनहरूमा विनम्र अनुरोध आफ्नो ठाउँबाट उठेर आरती गरेपछि फुल प्रसादबाट कीर्तन मण्डलीलाई हामी विदाई गर्ने कार्यक्रम छ। त्यस पछाडि हाम्रो भुयसी दक्षिणा पूर्णाहुति हुनेछ। सबै कर्ताहरू पनि यो अन्तिम आरती भएको हुँदा सम्पूर्ण कर्ताहरू पनि शरणगत प्रतिपालक शरणगत प्रतिपालक चिन्मय सुख राशि ओम जय जगदीश हरे लय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी ओम जय जगदीश हरे आसुर भाव भारत तारक सुखदाता प्रभु नारायण सुखदाता गुणानुरूपति मेह गुणानुरूपति मेह हरिहर अवतारित रूप धरि प्रभु अगणित रूप धरि लीलामय रस लीला शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी शरण शरण पाऊँ को हर देव साधक भवदायी प्रभु साधक भवदायी जीवन धन्य बनो प्रभु धन्य जगदीश हरे संयम सुर सरिता को अविरल धार बहो प्रभु अविरल धार हरे प्रेम सहित शुभ आरती चले नित्य गायो प्रभु चले नित्य गायो दिन दिन निर्मल बंदे प्रतिदिन पावन बंदे जो भव सिंधु तारो ओम जय जगदीश हरे ओम जय शिव शंकर शंभो जय गिरिजाधीश शिव जय गिरिजाधीश निवास सहचारी शिव जन सन सहचारी मुंडमाला जगलामा मुंडमाला जगलामा रूप भयहारी ओम हर 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 महादेव ओम हर 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 महादेव
सच्चिदानंद परात्पर सज्जन हितकारी प्रभु सज्जन हितकारी जय जय सांब सदा शिव जय 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 त्रिपुरारी ओम हर 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 महादेव चंद्रादित्योदरणे विद्युधरणे तथैव स्वामेव सार्वज्योतिं सिद्धेन निराजयाम्य मंगलाशासन परिमलाचार्य पुरोगमे अपरिहरणीयस्य महतो लीनाचारो निर्भसुरशुभास्यास्पदमपि दया सिन्धो बन्धो निरवधिकवात्सल्यजलधि पुनरपि सन्निवरजात् तमसधन्नमसद्मान् स्तुतिवचनभङ्गिमरचयाम् तथापीठं रूपं वचनमवलम्ब्यापि कृपया त्वमेवैवं भूतं धरणिधरमे शिक्षय मधुरपि गतिचासि जगतां त्वदीयस्तोदभीत्या तव परिजनातोर्गतिरहं प्रपन्नचैवं साहमपि तवैवास्मिन्वर तमेवाहं वंशे महति जगति ख्यातयशसाम् श्रुतीनां गुणपुरुषततोऽधिपिशरणतनिमा जानितमसि अमायासूत्रा चलमतिरसूया प्रसम्बभू कृतनो दुर्मानि परपरपशो वञ्चनपरा संसापापिष्ठ पदमहमितो दुःखजलधे प्रपारादुतीर्णा श्रीराम नमः त्रिविक्रमाय नमः ओम वामनाय नमः श्रीधराय नमः ऋषिकेशाय नमः संकर्षणाय नमः प्रद्युम्नाय नमः ओम अनिरुद्धाय नमः पुरुषोत्तमाय नमः अधोक्षजाय नमः नारसिंहाय नमः ओम अच्युताय नमः जनार्दनाय नमः उपेन्द्राय नमः हरे नमः श्रीकृष्णाय नमः ओम श्रीयै नमः अमृतभवाय नमः कमलाय नमः श्रीपराङ्कुशदासाय नमः श्रीमन्याय नमः श्रीरामकृष्णाय नमः श्रीपुण्डरीकाक्षाय नमः श्रीमन्नाथमने नमः श्रीमते श्रीगोपाल चौपर लगो वरो लोके श्रिया साकं जगत्पति आते विष्णुरचिन्त्यात्मा भक्ते भागवते च मायावी परमानन्दं त्यक्त्वा वैकुण्ठमुत्तमं स्वामी पुष्करणे तीरे नमय समोदते ओम जय जगदीश हरे स्वामी जय जगदीश हरे भक्त जनों के संकट दास जनों के संकट क्षण में दूर करे ओम जय जगदीश हरे जनों के संकट क्षण में दूर करे ओम जय जगदीश हरे तुम हो एक अगोचर सबके प्राणपति स्वामी सबके प्राणपति किस विध मिलूं दया मैं किस विध मिलूं दया मैं तुमको मैं कुमति ओम जय जगदीश हरे
जनों के संकट क्षण में दूर करे। ओम जय जगदीश हरे। मात पिता तुम मेरे, शरण गहूँ मैं किसकी। प्रभु शरण गहूँ मैं किसकी। तुम बिन और न दूजा, प्रभु बिन और न दूजा, आस करूँ मैं जिसकी। ओम जय जगदीश हरे। ओम जय जगदीश हरे। स्वामी जय जगदीश हरे। भक्त जनों के संकट, दास जनों के संकट क्षण में दूर करे। ओम जय जगदीश हरे। नारायण दास स्वामी स्वपत्नी भागवत संजय कौशिक वैकुंठवास श्री शालिग्राम सर्वणे परम यानी कि आम्ही पापानी जन्मांतर केल्यानंतर कांतानी पण संधी पण अब शिवनिंदा वैष्णवको निन्दा गर्नु भनेको त्यहाँभन्दा पतन केही पनि कृपा भएन। ओम गणेशाय नमः। मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि। पहिलो चरण श्री स्वस्थानी माताको परे शरण। 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 हे आयो कली धपै बलि चारै दिशा घेरी। आयो कली धपै बलि चारै दिशा घेरी। दिन काटन गाह्रो भयो सम्झिँदाखेरि। आइदेऊ भगवान आइदेऊ भगवान। अज्ञानीलाई ज्ञानमा लाइदेऊ भगवान। आइदेऊ भगवान अज्ञानीलाई ज्ञानमा लाइदेऊ भगवान।
कृष्ण वृन्दावन चञ्चल भयो मन हे बाँचुन्जेली तेरो मेरो आखिर आफ्नो के छ बाँचुन्जेली तेरो मेरो आखिर आफ्नो के छ सबै छोडी साथै लाने पाप धर्मै रहेछ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ पाप मोक्ष देऊ पापै मोक्ष देऊ कैलाशपति शिवजी आए तिम्रै छेउ हे जानी जानी गल्ती गरे 84 मै परे जानी जानी गल्ती गरे 84 मै परे नजाने रही कर्मले स्वर्ग तरे अनि दोस्रो पाल हाम्रो माया दाजुले श्रीमद् भागवतको जुन कार्यक्रम आयोजन सप्ताह आयोजन हामी समेत उहाँहरूको भगवानको सेवा गर्न पाइयो गुरुजी महाराजको बाणीहरू हामीले सुन्न पाइयो र यस लगायत यहाँ वरिपरि छरछिमेकी सबैले यस कुरा श्रवण गर्न पाए यहाँ वरिपरि भएका हाम्रा पितृहरूले पनि यस कुरा सुन्न पाए एउटा पितृको उद्धार भयो एउटा हामी गाउँवासी सबैको उद्धार भयो भने उहाँहरूको नि अवश्य उद्धार भयो एउटा बाबु विदेश गएर यहाँ सोधेर काम गर्दैन विदेश गएर पैसा कमाएर बाबुआमाको इच्छालाई जो उहाँको ठुलो इच्छा थियो सप्ताह गर्ने भन्ने कहिले गरौँ के गरौँ कहिले खटपटी भएको थियो उहाँलाई कुन दिन गरौँ मैले भन्थेँ भाउजू 2 वर्ष कुनै छोराको वर्तमानमा हुँदैछ वर्तमानमा पनि हुन्छ सप्ताह पनि हुन्छ होइन बाबु धर्मको काम गरिहाल्ने भन्नुभयो भोलिको कुरा कसले देखेछ जो ठुलाइको अवस्था अर्को साल गर्न मन हुँदो रहेछ त्यसले भाउजूको असाध्यै ठुलो मन र त्यो इच्छालाई स्फूर्त तरिकाले छोरा बुहारी पुरा गरिदिए कुनै हिचकिचाहट विहीन हामी सँगै किनमेलमा हामी सँगै गयौँ कुनै पनि सस्तो माल भनेनन् सौको माल कुनै पनि भनेनन् कुन राम्रो हुन्छ कुन ठिक हुन्छ अङ्कल मन फुलाएर भित्री मनबाट जुन कार्यक्रम गरे यसमा हामी सबैको गर्वको कुरा हो र यो एउटा उदाहरणीय कुरा पनि बन्न गएको छ हामी सम्पूर्ण हामी सबैलाई र यस्तो किसिमको छोरा हुनु विदेश गएर पनि आफ्नो संस्कार नछोडिकन हाम्रो धर्म परम्परा नछोडिकन हाम्रो यो कर्म गर्नुपर्छ भनेर जसरी यो जुन कार्यक्रम गरे हामी यसमा हामी सबै परिवार एकदम गौरवान्वित भएको छ उनको कार्यदेखि र यो कार्य यस्तै निरन्तरता रहिरहोस् भन्ने भगवान वेङ्कटेश भगवानको प्रार्थना गर्दछौँ र भाउजूहरूको दाजुहरूको इच्छा पनि पूर्ण हुन गयो यसमा हामी अत्यन्त गौरवित छौँ र यस्तो वृद्ध अवस्थामा यस्तो अब जटिल अवस्थामा बिरामी हुँदाहुँदै पनि हाम्रा गुरुजी महाराज चाहिँ पुरा एकदमै डेङ्गु लागेको बेलामा पनि हाम्रो निमन्त्रणालाई असाध्यै स्वीकार गरेर यदि थाकित अवस्थामा हुनुहुन्थ्यो यदि विरुद्ध अवस्थामा पनि हाम्रो निमन्त्रणा स्वीकार गरेर उहाँ समस्त उपस्थित भइदिएर सकि नसकी भए पनि यत्रो यज्ञ सम्पन्न पारिदिनु तर उहाँले असाध्यै राम्रो प्रदर्शन गरिदिनु भयो जो घैँटामा लागेको घाम सलङ्ग भने जस्तै सलङ्ग पारिदिनु भयो भित्रै कुराहरू सबै रहस्य कुराहरू खुलाइदिनु भयो बुझ्ने मान्छेले सम्पूर्ण कुरा भनिसक्नु भएको छ नबुझिन त जति पनि पुग्दैन बुझेसम्म सम्पूर्ण बुझाउनु छ साथै हाम्रा चन्द्र गुरुजी पनि जस्तो बडा गुरुजीको स्वभाव उस्तै गुरुजीमा सरौ त्यस्तै चाहिँ गुरुजीको स्वभाव चन्द्र गुरुमा हामीले देख्न पाएका छौँ हामीले पहिला शोक थियो बेसी सन्ताप थियो चिन्ता थियो पीड थियो बडा गुरुजीको सुत्तरातिर गुरुजी हुनुभयो
गुरुजीको दरबार को होला अहिले हाम्रो गुरुजीले मानिसहरू आएका छौँ गुरुजी पछि कसलाई मान्ने होला हामीलाई असाध्यै चिन्ता थियो र उहीको स्वरूपमा गुरुजी महाराजको स्वरूपै उहाँमा जुन सर आएको छ हामी सौरभको इज्जतको कुरा सौरभको गौरवको कुरा हामी सबैले पूजनीय हुनुभएको छ यो पनि प्रभुको कृपा हो भने असाध्यै हामी एकचोटि तालीहरू गर्वले धन्यवाद दिनुपर्दछ र यो निरन्तर रहँदै रहोस् भगवानप्रति अझ आस्था र भावना बढ्दै गयोस् र हाम्रो परिवारलाई जसरी हजुरहरूले गुरुजी महाराजले एउटै परिवार सम्झिनु भएको छ हामीले पनि हजुरहरूलाई बाहिर सम्झेका छैनौँ हामीले हाम्रै परिवारको सदस्यको रूपमा हजुरलाई लिएका छौँ र यो कार्यक्रम यो भावना हाम्रो निरन्तरता रहनेछ हामीलाई गुरुजी महाराज हजुर सबैले घचघचाइरहनु भएको छ भगवानकोतिर मन लागिरहोस् हाम्रा चेलाहरू अझ बढ्दै जाउन् यिनीहरूको उद्धार होस् भनेर कति कुराहरू पनि तपाईँले हुन्छ भन्दा पनि गुरुजी महाराजले जे हो त्यही जे हुनु पर्ने त्यही गराउनु भएको छ कुनै पनि कुराहरू विधि विपरीत केही पनि गराउनु भएको छैन हामीलाई चाहिँ असाध्यै एउटा परिवारको रूपमा यिनीहरूको उद्धार कसरी हुन्छ उहाँलाई सजिलो भयो सजिलो बरु अप्ठ्यारो भयोस् दुःख भयोस् त्यो सहेर भए पनि हाम्रै यिनीहरू चेलाहरूको उद्धार कसरी हुन्छ भनेर हाम्रो लागि उहाँले मरिहत्या गरेर हाम्रो लागि कष्ट सहेर पनि यो धेरै कार्यहरू गरिदिनु भएको छ कुनै कार्यहरू आशा हुने कुरा होइन बाबु पापको कुरा गर्नु भनेर गतिबद्ध तरिकाले गराउनु भएको छ यस्ता गुरुजी महाराजहरू हामीले पाउनु हाम्रो पनि असाध्यै सौभाग्यको कुरा हो हामी सबैको भाग्यको कुरा हो र यो यस्तो कार्यक्रम फेरि पनि गर्ने मन फेरि पनि जाग्दै जाओस् यस्तो मन हामी परिवारमा फेरि पनि गर्ने आउँदै गरोस् यस्ता कार्यक्रम गर्दै गयौँ भने सुतेको अवस्थाले जागृत गराउँछ विश्वको कुराले सम्झना गराउँछ र अरू भगवानतिर जाने मन बढी आउँछ र परमात्मालाई भेटाउने मन हामीले पाउनेछौँ यो कुराहरू भन्दै छोटो समय मैले यहाँ बर्बाद गरेँ सब व्यवस्था हुँदाहुँदै पनि मेरो सबै जय श्रीमन्नारायण राम्रो सबैलाई जय श्रीमन्नारायण न्यूनीकरण गर्ने वस्त्रार्थे वस्त्रं समर्पयामि अन्नं तन्मन्त्र शाटबलि श्रीखण्डं चन्दनं दीपं घाटं सुवरवरं विलेपनं सुरक्षां प्रकीर्तां श्रीखण्ड चन्दना निमित्तक तिलान् समर्पयामि अक्षता माल्यादि यानि च पुष्पाणि पूजा वैकुण्ठ लैजाऊ भगवान हामीलाई वैकुण्ठ सातपुजालाई वैकुण्ठ लैजाऊ भगवान हामीलाई वैकुण्ठ सातपुजालाई वैकुण्ठ लैजाऊ भगवान हामीलाई वैकुण्ठ आरती
अब मिश्री चढाउँ वस्तु गोविन्द तमेव प्रसीद परमेश्वर ओम श्री नारायणी नत्यै नमः नैवेद्यं महाभोगं समर्पयामि ब्रह्मा विष्णु सदा शिव परप्रायुधापमेति वासुदा गुन्ते बृहति वितिष्ठस आत्मेकं वर्ततेदं निराजनं समर्पयामि निराजनान्ते जलेन शीतलीकरणम् अथ पुष्पाञ्जलि वल्लिनी सबैले पुज्छन् भने जय 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 जय